वेलकम ब्याक टु माई न्यू भिडियो। सो एउटा विशेष म चाहिँ घुम्दैछु। यो कोरियामा चाहिँ गर्मी एकदमै ज्यादा बढिया छ है। अनि यो गर्मी बढे सँगसँगै गर्मी पनि महागर्मी छ। गर्मी होइन, यो महागर्मी छ होइन। सो अनि पानी एकदमै धेरै पिउनु होला। सो यो समयमा चाहिँ सो कोरिया मात्रै होइन, जुनसुकै देशमा भए पनि, नेपालमै पनि भए पनि, जहाँ जहाँ हुनुहुन्छ, जस्तोसुकै अवस्थामा हुनुहुन्छ, एकदमै धेरै पानीहरू पिउनु होला। जल पदार्थ चाहिँ एकदम धेरै खानुपर्ने सिचुएसन यो समयले यस्तो जनाएको छ। कस्तो भने कोरियामा पनि 20-22 वर्ष अगाडि आइसक्रिम खानु पर्यो भनेर आइरहेको छु म। अति भयो क्या गर्मी, त्यही भएर चाहिँ आइसक्रिम खाने भनेर चाहिँ आइरहेको छु म। गणेश रोटीकोमा जाँदैछु। विशेष चाहिँ म अहिले विशेष अनि के हुँदो रहेछ भने यो गर्मीमा चाहिँ काम नगरी बसौँ है। एसी खाँदै छ्याट्ट ट्याम डुम ढोका सोका झ्यालछ्याल लाएर ढ्याक्क एसी ताप्दै बस्नुपर्ने समय हो नि। अहिले चाहिँ के गर्नु। विशेष मैले चाहिँ काम पनि छोडिरहेको छु अनि रमाइलो पनि भइरहेको छ। यो गर्मीमा काम गर्ने केटाहरूको हालत कस्तो होला यार, म यसो सम्झिँदैछु। म यहाँ डुलेर घुमेर बस्नेलाई यस्तो गर्मी भइरहेछ भने चाहिँ यो 42-43 डिग्रीको घाममा चाहिँ अनि काम गर्दा त कस्तो हुन्छ होला। कसम यार। म चाहिँ गणेश सरकोमा आइरहेको छु। गर्मीमा त यस्तो हो यार। टन्ने आइसक्रिम खायो पनि अब थ्याङ्क यू फर वाचिङ माई भिडियो। अब गणेशको देखाउनु मिल्दैन, गणेशको रुम चाहिँ केटा सुतिर आउन सक्छ। सो बाई।